नै बालेनकी दिदी सुजाता शाहको भारतको बेङ्गलोरमा विवाह हुन्छ। त्यसको केही वर्षपछि बालेन अब मामा बन्छन्। आफ्ना भान्जासँग अगाड प्रेम भएकाले बालेनले भान्जाको फोटो बेला बेला फेसबुकमा हाल्ने गर्थे। पछि 2015 को विनाशकारी भूकम्प ताका बालेनकी दिदी काठमाडौँमै थिइन्। अनि अलिक माहौल शान्त भएपछि बालेन दिदी र भान्जा पुर्याउने न्युमा बेङ्गलोर जान्छन्। उनको दिदीको अनुसार बालेनलाई त्यसबेला बेङ्गलोरसँग लगाव भएको र उनले सायद त्यही बेला बेङ्गलोरमै पढ्ने निदो गरेको बताउँछिन्। तो वो साल था 2015 में आया, उसको बैंगलोर से लगाव हो गया, बैंगलोर के लोग, कल्चर। देओस बालेन दिदी र भान्जासँग बेङ्गलोरमै केही समय बिताएर नेपाल फर्कन्छन् र त्यसको 1 वर्ष पछाडि अब बेङ्गलोरमै मास्टर्स गर्ने निर्णयसहित इन्डिया फर्कन्छन्। बालेन बेङ्गलोर स्थित निट मीनाक्षी इन्स्टिट्युट अफ टेक्नोलोजीमा 2 वर्ष एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गर्न भर्ना हुन्छन्। बालेनसँगै त्यही कलेजमा अध्ययन गर्ने अर्का उनका नेपाली साथी थिए सुनिल लम्साल। लुम्बिनी इन्जिनियरिङ कलेजबाट ब्याचलर्स इन इन्जिनियरिङ गरेका सुनिल लम्साल पनि बालेन जस्तै एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गर्न